यस कार्यक्रमको सहयात्री स्याङदन कलेक्सन। हामी 3वटा तपाईको कार्यक्रम हामी लन्च गर्न गइरहेका छौं। एउटा तपाईको भएको न्युक्लियर ग्यालेरी जो चाहिँ डेभलप बाइ न्युक्लियर पावर कर्पोरेसन अफ इन्डिया, गभर्नमेन्ट अफ इन्डियाले यो डेभलप गरेको। त्यसमा त के छ भने न्युक्लियर एनर्जीबाट नानीहरु, विशेष स्कुलको नानीहरु, स्कुल कलेजका जो कुनै पनि जनरल पब्लिकको लागि चाहिँ एक्चुअली न्युक्लियर एनर्जी के हो, न्युक्लियर एनर्जीबाट कस्तो प्रकारले पावर जेनेरेट गरिन्छ, यो इन्डियाको कुन कुन भागहरुमा छ, त्यो माथि चाहिँ यो न्युक्लियर एनर्जीले डिटेल इन्फर्मेसन नानीहरुलाई प्रोभाइड गर्छ। र सँगसँगै हाम्रोमा क्यूआर कोड जो चाहिँ एआई बेस्ड क्यूआर कोड हामीले लन्च गर्न गइरहेका छौं। र त्यसमा त के छ भने जति पनि हाम्रो भित्र इन्डोर जति पनि एक्जिबिटहरु छ, त्यो प्रत्येक एक्जिबिटमा त हामीले क्यूआर कोडहरु राखेका छौं। र कसैले पनि एउटा क्यूआर कोडले स्क्यान गरिसकेपछि त्यसमा एउटा लिंक पाइन्छ र त्यो लिंकमा क्लिक गरेपछि 3टा अप्सन पाइन्छ, इंग्लिश, नेपाली, बेंगली र हिन्दी। र कुनै पनि लिंकमा हामीले प्ले गरिसकेपछि चाहिँ त्यसले चाहिँ त्यो एक्जिबिटको डिटेल्स बताउने काम गर्छ। त्यो सँगसँगै हाम्रो अर्को के छ भने यो तपाईको भर्चुअल रियालिटी तपाईको शो पनि हामी सुरु गर्न गइरहेका छौं। त्यसमा चाहिँ के छ भने हामीले VR मा चाहिँ यो चाहिँ तपाईको जुन चाहिँ VR मा जुन चाहिँ कन्टेन्टहरु, भिडियोहरु छ, यो चाहिँ भिडियो चाहिँ 3D इफेक्टमा छ प्लस 360 डिग्री। र त्यो भएकाले गर्दाखेरि यो टोटली एडुकेसन बेस्ड विषय। यो चाहिँ तपाईको एकदमै स्कुल कलेजका नानीहरुलाई चाहिँ एकदमै एउटा एकदमै उपयोगी रहन्छ। एउटा यो नयाँ अनुभव, एउटा कार्यक्रम हाम्रो साइन्स सेन्टरको लागि चाहिँ नयाँ एउटा उपलब्धि हो। एउटा कसैले पनि आएर त्यो VR हेर्न सक्छ र उहाँले इन्जोय गर्न सक्छ र अझै नयाँ टेक्नोलोजिकल जुन एडभान्समेन्टहरु छ त्यसमाथि नानीले बुझ्न सक्छ भन्ने त्यो उद्देश्यले हामीले आज यी 3वटा कार्यक्रम चाहिँ आज हामीले लन्च गर्न गइरहेका छौं। र आजको जुन कार्यक्रम छ विशेष रूपले क्यूआर कोड डेभलपमेन्ट कार्यक्रम, त्यसको पनि यहाँनिर छ हुनेछ। र आजको जुन कार्यक्रम छ विशेष रूपले क्यूआर कोड डेभलपमेन्ट कार्यक्रम, त्यसको पनि यहाँनिर छ। विशेष रूपले दुई विद्यालय ब्रान्च रोड्स अनि रकले एकाडेमी थप्पडी चाहिँ तपाईले रियल देखाउँछ सर कि त्यो अनुसार फलो गर्नुहोस् न, घुम्नुपर्छ सर। त्यसै गर्दा न्युक्लियर पावर भन्ने बित्तिकै चाहिँ हामी के सम्झिने गर्छौँ भने चाहिँ न्युक्लियर बम मात्रै सम्झिने गर्छौँ। तर यसलाई चाहिँ पोजिटिभ युजमा चाहिँ के भइरहेको छ, जेनेरेट गर्दा किन न्युक्लियर युरेनियमलाई युज गरिँदैछ भन्दा चाहिँ तपाईँको कोइलादेखि बिजुली उत्पादन गर्नुमा एकदमै बेसी इन्भाइरोमेन्टमा नोक्सान छ, त्यसले नेगेटिभ इम्प्याक्ट बेसी छ। अब हाइडल प्रोजेक्टको नोक्सान हेर्नु भने त हामीले देखिरहेका छौँ होइन। अनि त्यसले गर्दा यो युरेनियमबाट चाहिँ बनाउन सकियो भने कम्तीभन्दा कम्ती इफेक्टमा चाहिँ बेसीभन्दा बेसी चाहिँ इलेक्ट्रिसिटी जेनेरेट गर्न सकिन्छ। र अनि अर्को कुरो यो जुन चाहिँ यो हाइडल प्रोजेक्ट हो, कोइलाले जेनेरेट गर्नलाई रेडिएसन लिक भएदेखि चाहिँ त्यसको पनि हाम्रो इन्भाइरोमेन्टमा चाहिँ ठुलो नोक्सान छ। र त्यसको लागि चाहिँ स्पेसल सेक्युरिटी, यो सबै डिटेल्स चाहिँ तपाईँको कुन कुन लेभलमा चाहिँ सेक्युरिटी लेभलहरूलाई नै ध्यान दिएर बनाएको छ, यो डिस्प्ले चाहिँ सबै यो बोर्ड मार्फत चाहिँ गरिएको छ। सिक्किममा छ, सिक्किम
वाइट चाहिँ नभएको रहेछ हजुर